देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न। आज राति 12 बजेदेखि मौन अवधि सुरु हुँदै चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदरमत घट्याउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ। आयोगले देशभर 6743 वटै ओडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। आयोगको स्वीकृति कार्यक्रम अनुसार यही फागुन 3 गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम देशभरका 753 पालिकाका सबै ओडामा हिजो सकिएको हो। यसैबीच आज राति 12 बजेदेखि मौन अवधि सुरु हुँदैछ। यो समयमा चुनाव प्रचार प्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ। आयोगले यस अवधिमा चुनाव प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि नगर्न जनाएको छ। आर्टिफिसियल इन्टेलिजेन्स AI को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्षमा मत माग्न पाइँदैन। चुनावलाई नै असर पर्ने गरी कुनै उम्मेद्वारले गतिविधि गरेमा मनोनयन पत्र नै खारेज पनि हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।